एउटा किसान हुन्छ र त्यो किसानको चाहिँ आफ्नो खेतबारीमा राम्रोसँग अन्न बाली भइरहेको हुँदैन र कोही बेला असिना पानी हावाहुरी टन्टलापुर घाम खेप्न परिरहेको हुन्छ, राम्रोसँग बाली घरभित्र भित्राउन पाइरहेको हुँदैन। र एक दिन त्यो किसानले भगवानलाई के विश गर्छ भन्दाखेरि चाहिँ, हे भगवान, मेरो खेतबारीमा राम्रोसँग अन्न बाली होस्, असिना पानी खेप्न नपरोस्, टन्टलापुर घाम खेप्न नपरोस्, हावाहुरी खेप्न नपरोस्, मजाले उत्पादन होस् भनेर विश गरेको हुन्छ। र त्यो वर्ष त्यो किसानको अन्न बाली एकदमै राम्रोसँग हुर्किन थाल्छ, राम्रोसँग फल्न थाल्छ। अब पाक्ने सिजन आइसकेको हुन्छ र एक दिन त्यो किसान त्यो अन्न बाली टिप्न जाँदा उसले के फिल गर्छ भन्दाखेरि चाहिँ, फल त फल्यो तर फलभित्र गुदी छैन, धानभित्र चामल छैन। यहाँबाट हामीले के कुरा बुझ्नुपर्छ भन्दाखेरि चाहिँ, हाम्रो लाइफ पनि त्यो अन्न बाली जस्तै हो कि हामीले दुःख भोग्नु परेको हुन्छ, स्ट्रगल गर्नु परेको हुन्छ, मेहनत गर्नु परेको हुन्छ, हरेक कुरा हुन्छ नि हामीले फेस गर्नु परेको हुन्छ। जब हामीले त्यो कुराहरू फेस गर्दै जान्छौँ नि, पार गर्दै जान्छौँ नि, त्यो कुराले नै हामीलाई स्ट्रङ बनाउँछ कि। सो त्यही जस्तै अन्न बाली जस्तै हो कि, जुन अन्न बालीले चाहिँ असिना पानी हावाहुरी टन्टलापुर घाम खेप्न परेको थियो, त्यही भएर त फल निस्क्यो नि। सो लाइफ पनि त्यस्तै नै हो गाइस। रिमेम्बर, दुःख समस्या प्रब्लमसँग तपाईँ बाँधेर बस्नुभन्दा सोल्युसन गर्नपट्टि लाग्नुहोस्। बी द प्रब्लम सल्भर, थिङ्क अबाउट इट।